नमस्ते। कानून भनेको केवल नियमहरूको सङ्गालो मात्रै होइन, यो त समाजलाई चलाउने एउटा अपरेटिङ सिस्टम जस्तै हो। आज हामी यही विषयमा गहिरिएर हेर्दैछौँ कि कानूनले कसरी हाम्रो जीवनलाई व्यवस्थित बनाउँछ। ल सुरु गरौँ है त। एकछिन सोच्नुहोस् त, एउटा यस्तो संसार जहाँ सबैजना आफ्नो मन खुसी र स्वार्थ अनुसार मात्रै चल्छन्, कस्तो होला त्यो अवस्था? हो, ठ्याक्कै यही प्रश्नले त्यो मुख्य समस्यालाई देखाउँछ जसलाई समाधान गर्नकै लागि कानून बनाइएको हो। समाज भनेकै विभिन्न आवश्यकता र चाहनाहरूको एउटा जटिल मैदान हो नि। आजको हाम्रो छलफलमा हामी कानूनका यी 5वटा मुख्य भूमिकाहरूमा केन्द्रित हुनेछौँ। समाजको नियम पुस्तिका, द्वन्द्व समाधान, सामाजिक इन्जिनियरिङ, कमजोरहरूको संरक्षण र अन्त्यमा न्यायको आधार। हाम्रो पहिलो खण्डमा कानूनको सबैभन्दा आधारभूत भूमिकाको बारेमा कुरा गरौँ। यदि कानून नै नहुने हो भने समाज कस्तो हुन्थ्यो होला? हो, यही अराजकताको समस्यालाई कानूनले कसरी समाधान गर्छ, अब त्यो हेरौँ। यो भनाइले समाजको प्राकृतिक अवस्थालाई कति राम्रोसँग चित्रण गर्छ है। सबैको आआफ्नै स्वार्थ, आआफ्नै चाहना हुन्छन्, जसले गर्दा द्वन्द्व हुन त एकदमै स्वाभाविक हो। कानूनले यही जटिलतालाई व्यवस्थापन गर्ने काम गर्छ। यहाँ कानूनले मिलाउनुपर्ने एउटा ठूलो तनाव देखिन्छ। एकातिर हरेक व्यक्तिलाई आफ्नो इच्छाअनुसार चल्ने स्वतन्त्रता छ, अनि अर्कोतिर समाजको स्थायित्वको लागि नियम चाहिन्छ। कानूनले ठिक यही दुई कुरा बीच एउटा सही सन्तुलन खोज्ने प्रयास गर्छ। नैतिकताले पनि हामीलाई राम्रो व्यवहार गर्न त सिकाउँछ, तर कानून किन बढी प्रभावकारी हुन्छ त? किनभने कानून उल्लङ्घन गर्दा दण्डको व्यवस्था हुन्छ। यही दण्डको प्रावधानले नै कानूनलाई यति बलियो बनाउँछ। ल, अब कानूनको दोस्रो भूमिकातिर लागौँ। जब समाजमा स्वार्थहरू एक आपसमा ठोक्किन्छन्, त्यहाँ विवाद हुनु त सामान्य नै हो। यस्तो बेलामा कानूनले कसरी एउटा निष्पक्ष रेफ्रीको भूमिका खेल्छ, अब त्यो हेरौँ। यदि मानिसहरू बीचको विवाद समाधान गर्ने कुनै प्रणाली नै भएन भने के होला? मानिसहरूले आफै बदला लिन थाल्छन्, जसले गर्दा समाज नै भत्किन सक्छ। कानूनले चाहिँ व्यक्तिगत बदला वा सामाजिक पतनको ठाउँमा एउटा शान्तिपूर्ण र व्यवस्थित विकल्प दिन्छ। विवाद समाधान गर्दा निष्पक्षता होस् भनेर कानूनले एउटा स्पष्ट प्रक्रिया तोकेको हुन्छ। जस्तै उजुरी गर्नको लागि एक निश्चित समय सीमा, जसलाई हदम्याद भनिन्छ, त्यो तोकिएको हुन्छ। मुद्दामा को संलग्न हुन पाउँछन् भन्ने नियम हुन्छ, जसलाई लोक स्ट्यान्डी वा हकदैया भनिन्छ, अनि प्रमाण कसरी सङ्कलन गर्ने भन्ने तरिका पनि तोकिएको हुन्छ। यसले गर्दा सबैले न्यायको समान अवसर पाउँछन्। ल, अब कानूनको अलिक फरक तर एकदमै शक्तिशाली भूमिकाबारे कुरा गरौँ। कानूनले केवल व्यवस्था मात्रै कायम गर्दैन, यो त समाजलाई एउटा राम्रो भविष्यतर्फ डोर्याउने शक्तिशाली औजार पनि हो। यसलाई सामाजिक इन्जिनियरिङ पनि भनिन्छ। यो एकदमै शक्तिशाली विचार हो। यसको मतलब के हो भने, जसरी एक इन्जिनियरले योजना बनाएर कुनै पुल वा घर बनाउँछ, ठिक त्यसरी नै कानूनको प्रयोग गरेर समाजलाई योजनाबद्ध रूपमा एउटा राम्रो दिशामा लैजान सकिन्छ। हाम्रो देश नेपालकै इतिहास हेरौँ न। नागरिक अधिकार ऐन होस् वा भूमि सुधार ऐन, यस्ता कानूनहरूले समाजमा कति ठूलो र सकारात्मक परिवर्तन ल्याए। यी उदाहरणहरूले के स्पष्ट पार्छन् भने कानूनले जानी जानी सामाजिक परिवर्तनलाई सही दिशा दिन सक्छ। अब हामी कानूनको एउटा अत्यन्तै महत्त्वपूर्ण र मानवीय कामको बारेमा छलफल गरौँ। समाजमा जो कमजोर छन्, जो पछाडि परेका छन्, कानून उनीहरूको लागि कसरी एउटा ढाल बनेर उभिन्छ। समाजमा सबैजना एउटै अवस्थामा हुँदैनन्। यस्तो असमान प्रतिस्पर्धामा कमजोर पक्ष सधैँ हार्ने जोखिममा हुन्छ। त्यसैले यो प्रश्नले कानून पछाडिको नैतिक जिम्मेवारीलाई पनि देखाउँछ। 5%? यो सङ्ख्याले के जनाउँछ होला? सुन्दा त सानो सङ्ख्या जस्तो लाग्न सक्छ, तर यसको पछाडि कानूनको एउटा ठूलो उद्देश्य लुकेको छ। हो, यो 5%को नियम राजनीतिमा महिलाहरूको सहभागिता सुनिश्चित गर्न बनाइएको हो। यो एउटा एकदमै स्पष्ट उदाहरण हो कि कानूनले कसरी समाजमा रहेको असन्तुलनलाई सक्रिय रूपमा सच्याउने प्रयास गर्छ। यो भनाइले न्यायको एउटा गहिरो सिद्धान्तलाई व्यक्त गर्छ। कहिलेकाहीँ असमानहरूलाई फरक व्यवहार गर्नु नै साँचो समानता र न्याय हो। कानूनले यही सिद्धान्तलाई अपनाएर कमजोर वर्गको हितको लागि विशेष व्यवस्थाहरू गर्छ। ल, अब हामी अन्त्यतिर आइपुगेका छौँ। अहिलेसम्म छलफल गरेका सबै कुरालाई एकै ठाउँमा जोडेर हेरौँ है त। यी सबै भूमिकाहरू मिलेर कसरी एउटा न्यायपूर्ण समाजको आधार तयार हुन्छ। भनेपछि कानूनका धेरै अनुहारहरू रहेछन्।
यो एकैपटक नियम पुस्तिका पनि हो, रेफ्री पनि हो, इन्जिन पनि हो र ढाल पनि हो। यी सबै भूमिकाहरू मिलेर नै एउटा व्यवस्थित, निष्पक्ष, प्रगतिशील र सुरक्षित समाजको जग बस्छ। र अन्तमा एउटा महत्त्वपूर्ण प्रश्न, समाज कहिले स्थिर हुँदैन, यो त निरन्तर परिवर्तन भइरहन्छ। यो परिवर्तनसँगै कानून पनि समयअनुसार विकसित हुनुपर्छ। यो प्रश्नले हामीलाई कानूनको गतिशील र सधैँ विकसित भइरहनुपर्ने प्रकृतिबारे सोच्न बाध्य बनाउँछ।